प्रिय गिबिना दिदी, जीवन कहिलेकाहीँ यति कठोर बन्छ कि शब्दहरूले पनि हाम्रो पीडा कम गर्न सक्दैन। आमाको माया, भाइको साथ र दिदीको स्नेह गुमाउनु कति गाह्रो हुन्छ भन्ने तपाईको मनले मात्रै महसुस गर्न सक्छ। यो पीडा कुनै पनि क्षणमा मेटिँदैन, तर समयले घाउलाई अलि कम गरिदिन्छ। तर एक कुरा याद राख्नुहोस्, हामीबाट टाढा गएका प्रियजनहरू शारीरिक रूपमा हामीसँग नहुन सक्छन्, तर तिनीहरू सधैँ हाम्रो हृदयमा बाँचिरहेका हुन्छन्। तिनीहरूको सम्झनाले नै हामीलाई बलियो बनाउँछ, अगाडि बढ्ने हिम्मत दिन्छ। तपाईँ साहसी, सक्षम र असल मन भएकी नारी हुनुहुन्छ। कठिन घडीहरूमा पनि तपाईँले आफ्नो मनोबल उच्च राख्न सक्नुहुन्छ। हामी सबै तपाईँको साथमा छौँ, तपाईलाई माया गर्छौँ र सधैँ तपाईँको लागि शुभकामना छ। भगवानले तपाईँलाई अझ धेरै हिम्मत दिनुभएको होस् र तपाईँको परिवार र तपाईँलाई भगवानले धेरै सान्त्वना दिनुभएको होस्।